रोयो होला नि यस्तै हो कानुन देशमा यस्तै हो न्याय आज हिजो पनि एमाले हो आज पनि एमाले हो एमाले भएर जन्मेको एमाले भएर मर्ने भनेर यो क्षेत्रमा चुनाव लडेको महिला हो म हिजोका दिनमा पनि मैले प्रदीपसित तपाईको फेसबुकमा सबैतिर बजेट देख्छु प्रदीप सर आज सेयर गर्छु लाइक गर्छु कमेन्ट गर्छु बजेट अनुसारको काम देख्दिनँ जनतालाई चारो छोड्नु हो कि कुखुराका चल्लालाई छारो छोड्नु भयो कि यो काम देखिन्न यो कति भ्रष्टाचार भयो त यसको खण्डन जनताले गर्छ अबका दिनमा चुनाव माग्न नआउनु होला जनतालाई झुटो आश्वासन नदिनु होला भनेर मैले भनेको मान्छे भयो म झोले बनेर म कुनै दिन हिँड्ने पनि छैन हिँड्दा पनि म हिँड्ने छैन भाइ आज तिमी डडेलधुरा गएर म 13,000 माइकमा गाउँ न तपाईँले भूगोल जान्नु भएको थियो न तपाईँले त्यहाँको डडेलधुराको बासीलाई जान्नु भएको थियो शेरबहादुरलाई दुईटा क्वेसन गरेको बापतले तपाईँ उहाँ डडेलधुरा जानुभएको डडेलधुरा त्यस्तो 5 चोटि देशको प्रधानमन्त्री भएको सबैभन्दा धनी व्यक्ति पैसाले त जितेको नि शेरबहादुरले त्यस्तो व्यक्तिसित गएर चुनाव लड्नु भएको भाइ आज मैले भाइ जा हुनु होला म 40 वर्षकी भएँ म आज त्यो ठाउँमा जाँदा पनि म एमालेको मान्छेले सागर ढकालले शेरबहादुर जीसित लडेको मत इतिहासले लेखेको मत हो मेरो फेसबुक आइडी हेर्नु होला आजबाट होइन अन्त्य भ्रष्टाचारको र अन्त्यको त म उहिलेदेखि विरोधी हुँ मैले आज चितवनमा उपनिर्वाचन भयो म किन यति आक्रोश भएँ म एमाले काङ्ग्रेससित अनि चितवनमा पहिलोचोटि चितवनले जिताएर रविलाई संसदमा पठायो त्यसपछि फेरि रविको नागरिकता किर्ते भयो के भयो अमेरिकी एजेन्ट के हो भनेर फेरि रविलाई भयो भने मुद्दा लगाइयो अनि फेरि रविलाई आएर चितवनमा जनताले फेरि चाहे फेरि निर्वाचनमा होमियो चितवन अनि होमिँदाखेरि फेरि पनि उति मत दिएर रवि जानुभयो जाँदाखेरि देशैभरिको काङ्ग्रेस रविमाथि देशैभरिको एमाले रविमाथि देशैभरिको अकिल रविमाथि देशैभरिको पुलिस रविमाथि देशैभरिका न्याय अदालत सबै रविलाई जन्जिर लगाए आज एउटा रवि आउँदा यत्रो देशै हल्लिन्छ भने यिनले के राजनीति गरे भन्नुहोस् न आज के राजनीति गरे यो राजनीति हो यो अन्याय होइन एउटा व्यक्तिलाई बार त्यसैलाई सहकारी भनेछ त्यसैलाई 10 स्वास्नीको ट्याग लाहा त्यसैलाई अमेरिकी एजेन्ट भन्छ आज यिनले के एजेन्टले आज यत्रो 35 वर्ष त जनताले दियो नि मत दिएन र एमाले भए पनि दियो काङ्ग्रेस भए पनि दियो माओवादी भए पनि दियो नि मत त हाल्ने खाने हामी जनताले त तर यिनले हाम्रो मतको कदर गर्न पर्दैन कि संविधान राम्रो लेखियोस् के सबैलाई कानुन एउटै होस् के केपी ओली प्रधानमन्त्री हुनुहुन्छ उहाँले भोट हाल्ने एउटै होइन र भाइ अनि म पनि एउटा व्यक्ति मैले भोट हाल्ने एउटै होइन र भनेपछि आज मेरो मतको पनि त कदर रहेछ नि भनेपछि केपी ओलीको पनि त त्यति कदर त उनले पाउने न्याय मैले पनि त पाउनु पर्यो नि अनि रविलाई लाग्ने न्याय के छ अरूलाई लाग्ने न्याय किन यस्तो भएको छ देशमा किन यस्तो नबिथिति चाङ्गो राखन् यो कति समानको न्याय अन्याय हो रविलाई म त तपाईले आज यो गाउँमा कोही नजाँदा नि हिँड जाम सागर ढकाल आउँदै हुनुहुन्छ र कोही पनि मान्नु भएन मैले बोलाएको पनि हो म एक्लै गएर पनि भाइ मैले काङ्ग्रेस तिमीसित हात मिलाएर मैले कुरा गरेको हार्ने छुट छैन मेरो भाइ तिमीले जित्न पर्छ भनेको मैले रविलाई देखेर म रोइकी पनि हुँ मेरो भाइ म रोइकी पनि हुँ यति गराए कि रात दिन हिरासतमा राखेर रातारात त्रिशुलीको बाटो रक्सी खाएको ड्राइभरलाई लगेर त्रिशुलीमा हाल्ने प्लान गरेका हुन् यिनले रविलाई माथि जति अन्याय भएको छ निलो क्रान्तिले यो संविधान च्यातेर भगवान यति गरिदिनु होला भन्ने मेरो बिन्ती छ म हिजोको एमाले आज मैले यस्तो किन भने त मलाई कि एमाले मलाई खाना दिएको थिएन मलाई काङ्ग्रेसले खाना दिएको छैन मेरो बुढो 55-50 डिग्रीको घाममा गएर नखाइ त मलाई छैन नि मेरो आज तपाईँलाई भोट दिएर म सबै सम्पन्न त हुँदैन नि हुन्छ र मैले त मेरो दुनी कुटी त गर्नु पर्यो नि भनेपछि भोलि बिहान मेरो छोरी विदेश नजाउन् के यही देशमा केही न केही त पाउन् राज्यको धुकुटी जति भ्याउने त दुख जति रविलाई लाउने हो यस्तो किन कानुन छ यो कानुनलाई चेतन भनेर म लाइकी परि छु के म जति पनि अन्याय भयो रविमाथि भनेर त लागि हजुरलाई भन्ने मन भयो भन्नुहोस् मलाई जति पनि अन्याय भएर म बोलेकी छु